एची आफ्नै घाममा नि चिनेनन् मलाई। भिडियो हेर्ने पाउनीले चाहिँ जाठा लाइक हान्नास् भने है सिधै त्यसको चुडिन्छ नि फेरि कान कान हो। के बोले भाइ? अब के बोले? सबैजनालाई वेलकम छ मेरो छोटो भिडियोमा। र आज चाहिँ म मामाला जाँदैछु है, दसैँ मान्नको लागि श्यामशिला जाँदैछु। तपाईँहरूलाई चाहिँ म आज श्यामशिला जाँदाको बाटोको कस्तो हुन्छ, मौसम के हुन्छ र श्यामशिलातिरको चाहिँ मौसम के कस्तो छ सबै म तपाईँलाई देखाइ नै हाल्नेछु है। सबैले पुरै भिडियो हेरेर माया गरिदिनु होला है त। सब हामी चाहिँ होइन टक्क मामाला लाग्यो। हामी यता भाइहरू छ पछाडि ठुलो मेरो आउँदै हुनुहुन्छ है। अब चाहिँ हामी लागिसक्यौँ है, बाटोमा देखाइहाल्छु के भयो अरे। ठिकै छ, अब जाँदैछौँ। गाडी पनि धेरै बेर रुक्नु पर्यो, फेरि यस्तो बोरिङ हुन्छ क्या, धेरै बेर पछाडि चाहिँ गाडी आउँदैछ। अब चाहिँ हामी जानेवालामा छौँ होइन, हेर्दै गर्नु होला। सिन एकदम दामी छ, भन्ज्याङको चाहिँ सिन यस्तो छ ढ्याक्कसँगले। अब हामी चाहिँ हिले भन्ज्याङबाट लाग्यौँ, यस्तो मौसम भइरहेको छ। अब हामी चाहिँ टक्क घरमा आएर यस्तो मौसम हेर्दै टक्क पछाडि नेट चलाउँदैछौँ। अगाडि चाहिँ खासै नेट चल्दैन, त्यही भएर त्यो पछाडि हामी चाहिँ नेट चलाइरहेको छौँ है। हामी चाहिँ त दुई भाइ छौँ। यस्तो छ मौसम चाहिँ, रात परिसकेको छ है। है ल हामी चाहिँ टक्क टिका सिका लाएर होइन यस्तो लागेको। केही भन्ने हो ए ल अब हामी चाहिँ टिका सिका लाएर बाउ सुत्न लागेको होइन। यस्तो दसैँ श्यामशिलाको यस्तै भइरहेको छ। यता टिकटक बनिन आँट्दैछ। बिहानको त्यो मौसम यस्तो छ यहाँको। हामी चाहिँ टक्क मुखहरू धुइसक्यौँ, टक्क यता हाम्रो भाइहरू छ, यता मुख धुइसक्यो, फ्रेस भइसक्यो। अब हामी चाहिँ खाजा खानुपर्ने हुन्छ। बिहानको मौसम यस्तो छ है। हामी चाहिँ यसो घरबाट यसो फ्रेस हुनुको लागि चाहिँ टक्क माथि चोकमा जाँदैछौँ है। उफ लास्टै उकालो यार है केटा। बाटो चाहिँ यस्तो छ ट्याक्क, यस्तोमा हामी जाँदैछौँ है। तपाईँहरू माथि चोक पुगेर देखाउँछु है त। पारीको चाहिँ भ्यू यस्तो देखिन्छ है यहाँबाट। अनि यस्तो ढुस्सीहरू है, गाउँ क्या दामी छ। अनि यता चाहिँ यस्तो मूर्तिहरू, यस्तो गुम्बा देख्न सकिन्छ। हामी श्यामशिलाको यहाँको बासिन्दाहरूले बनाउनु भएको हो है। एची आफ्नै घाममा नि चिनेनन् मलाई। ल हामी चाहिँ अब यस्तो ठाउँमा है, यहाँ चाहिँ यो अहिलेको एकदम चर्चित ठाउँमा। उयो बाटो चाहिँ टक्क अरू डाँडा जान्छ, यता भयो यो बाटो भोजपुर जान्छ भने यो मेन रोड चाहिँ टक्क यता इटली काठमाडौँतिर जान्छ है यो बाटो होइन। हामी चाहिँ टक्क फोटोसोटो खिचेर चोकमा चाहिँ आयौँ। फोटोसोटो खिचेको सबलाई पाउनु भनेको हामी चाहिँ चोकमा यस्तो छ होइन। यता चाहिँ हामी यसो बिहान यसो फ्रेस हुनको लागि निक्लेको। हामी यसो दाजुभाइहरू गफ गर्दै। तर म कति पछाडि भेट भएको अरे हामी समथिङ पर्ला त्यही 2 वर्ष 4 मिनेट 2 सेकेन्ड हो। यस्तै बेलामा यस्तै पछाडि भेट भएको, जोस रमाइलो भइरहेको छ है। यसै रमाइलो भइरहेछ होइन। यो भिडियो हेर्ने पाउनीले चाहिँ जाठा लाइक हान्नास् भने है सिधै त्यसको चुडिन्छ नि फेरि कान कान हो। यतिको चाहिँ हुनु पर्यो भाइ फेरि। ल ल हाम्रो चाहिँ केटाकेटी यहाँ पानी परेर केटाकेटी गाडी रुङ्दै होइन। अझ अहिले चाहिँ पानीले है यता चाहिँ यस्तो जङ्गलमा निस्कुस ट्याक्क हुन्छ। ल है ल अब हामी चाहिँ गाडीको पर्खाइमा हो। पानी चाहिँ एकदम ठुलो आइरहेछ एकदम, अनि ढुस्सीहरू पनि लागिरहेछ, पानी नै आइरहेछ। हामी चाहिँ गाडीको पर्खाइमा छौँ। हामी चाहिँ एकदम धेरैजना छौँ है गाडीको पर्खाइमा। र अर्को कुरा चाहिँ यहाँ फुटबल प्रतियोगिता भोलिदेखि सुरु हुने रहेछ। यहाँ एकदम ब्यानरहरू तपाईँहरू देख्न सक्नुहुन्छ है। ल है ल अब हामी चाहिँ टक्क अब भिज्दै भिज्दै आइपुग्न आँट्यो घर। बाटो चाहिँ एकदम खराब छ है, यस्तो झोला बोक्दैछ। रुटोलीहरू अर्कोतिर पनि जाँदैछ है। कहाँ हो कहाँ पारीको सिन है। आज चाहिँ अब हाम्रो गाउँतिर चाहिँ धेरै पछि यस्तो रोडतिर यस्तो खोला बग्ने पानी आइरहेछ।
अनि यता हामी दुई भाइ चाहिँ ढाक्कसँगले चाहिँ छाता उड्दै हिँड्दैछौँ है। एकदम जाडो छ, अब गएर तातो तातो खाएर सुत्नुपर्छ। अब त के भन्ने हो र है, पानी चाहिँ ठुलो पऱ्यो है। ल गाइस, ल म चाहिँ घर आइपुगेँ होइन। अब पानी पनि ओभर परिरहेको छ। अब कति दिन पछाडि लाइन आउँछ होइन, अलिक ढिलै हुन्छ होला यो भिडियो आउनु चाहिँ। अब उता श्यामशिलातिर पनि लाइनकै समस्याले गर्दा चाहिँ अब हिजो पनि भिडियोहरू अपलोड भएको थिएन। अनि त्यही भएर म चाहिँ एकै दिन भिडियो अपलोड गर्छु। अलिक अब कस्तो राम्रो नराम्रो हुन्छ सबैजनाले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है त।